सुदूरपश्चिममा लुकेको यस्तो ठाउँ जसको सुन्दरताबारे धेरैले अझै जानेका छैनन्, त्यो ठाउँ हो खप्तड। सुदूरपश्चिम नेपालमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा फैलिएको छ। यो निकुञ्ज 2042 सालमा स्थापना गरिएको हो र यसको क्षेत्रफल करिब 225 वर्ग किलोमिटर छ। खप्तडलाई विशेष बनाउने कुरा केवल यसको हरियाली होइन, यसको खुला पाटन, घना जंगल, शान्त वातावरण र हिमाली विस्तार हो। यहाँ खप्तड बाबाको आश्रम, खप्तड ताल, त्रिवेणी र सहस्र लिङ्ग जस्ता धार्मिक र प्राकृतिक गन्तव्यहरू छन्। त्रिवेणी तीर्थस्थलका रूपमा प्रसिद्ध छ, जहाँ गंगा दशहराका बेला धेरै भक्तजन पूजा, स्नान र दर्शनका लागि पुग्छन्। उचाइका हिसाबले यो क्षेत्र करिब 1400 मिटरदेखि 3300 मिटरसम्म फैलिएको छ, जसले गर्दा यहाँको भूदृश्य कहिले पाटन, कहिले वन त कहिले खुला पहाडी आकाशमा बदलिँदै जान्छ। खप्तड केवल दृश्यको ठाउँ मात्र होइन, यो आध्यात्मिक शान्ति र प्राकृतिक मौनता महसुस गर्ने ठाउँ पनि हो। यही कारणले धेरै यात्रुहरू यहाँ प्रकृति हेर्न मात्र होइन, मनलाई केही बेर शान्त बनाउन पनि पुग्छन्। खप्तड हेर्दा लाग्छ नेपालको सुन्दरता केवल भिडभाड भएका गन्तव्यहरूमा मात्र होइन, यस्ता शान्त र गहिरा भूभागहरूमा पनि लुकेको छ।